नमस्कार यहाँहरु सबैजनालाई आजको यस प्रेजेन्टेसनमा म डेजुना राई यहाँहरुलाई स्वागत गर्न चाहन्छु। आजको मेरो प्रेजेन्टेसनको विषय रहेको छ डिजाइनिङ एन्ड युजिङ 3D डिजिटल मटेरियल्स इन लर्निङ। प्रेजेन्टेसनको सुरुमा यहाँहरुलाई म डिजाइनिङ भनेको के हो भन्ने बारेमा बताउन चाहन्छु। डिजाइनिङ भनेको चाहिँ इट्स अ प्लानिङ, क्रिएटिङ एन्ड अर्गनाइजिङ आइडियाज to develop something that fulfills a specific purpose or solves a particular problems। अनि यसले चाहिँ नि हाम्रो इमेजिनेसन, क्रिएटिभिटी अनि हाम्रो थिंकिङहरुलाई चाहिँ नि बाहिर ल्याउनको निम्ति सहायता गर्छ। त्यसै गरेर हाम्रो डिजाइनका चाहिँ प्रकारहरु पनि रहेका छन् अनि यहाँ चाहिँ मैले चारवटा प्रकार को बारेमा कुरा गर्न गइरहेको छु। पहिलो छ प्रोडक्ट डिजाइन। प्रोडक्ट डिजाइन भन्ने बित्तिकै यो चाहिँ नि कुनै पनि वस्तुहरु को लागि डिजाइन गर्ने हो अनि यसमा चाहिँ फर्निचर, टुल्स, कुनै पनि मोडल्सहरु पर्न सक्छन्। त्यसै गरेर दोस्रोमा ग्राफिक डिजाइन रहेको छ। ग्राफिक डिजाइनमा चाहिँ नि हामीले पोस्टर, लोगोजहरु अनि फोटोज, भिडियोजहरु डेभलप गर्ने गर्छ। जस्तो स्कुलको हुन सक्छ, कुनै कम्पनीजहरुको हुन सक्छ अथवा हाम्रो बिजनेसको हुन सक्छ अनि त्यसको लागि चाहिँ नि हामीले डिजाइनिङहरु गर्ने गर्छौं। यसै गरेर अर्को छ हाम्रो इन्स्ट्रक्सनल डिजाइन। यो इन्स्ट्रक्सनल डिजाइन चाहिँ हामीले एजुकेशनल मटेरियल्सहरु बनाउनको निम्ति स्पेशली प्रयोग गर्ने गर्छौं। र आर्किटेक्चरल डिजाइन चाहिँ हाम्रो बिल्डिङ्सहरु स्पेशली इन्जिनियर्सहरुले चाहिँ नि ठुलठुला बिल्डिङ्सहरु बनाउनको निम्ति त्यसलाई डिजाइनिङ गर्नको निम्ति चाहिँ नि उहाँहरुले प्रयोग गर्ने गर्नुहुन्छ। आज म यहाँहरुको अगाडि 3D डिजाइनिङको बारेमा कुरा गर्नेछु। 3D डिजाइन भन्ने बित्तिकै इट रिफर्स टु द development, modeling and instructing of three-dimensional by making objects more real to use in fields such as education, engineering, animation, gaming, architecture and product development को लागि चाहिँ हामी 3D डिजाइनिङ युज गर्ने गर्छौं। 3D डिजाइनिङले चाहिँ स्पेशली यसले चाहिँ कुनै पनि कुरालाई एकदमै रियल देखाउनको निम्ति हेल्प गर्ने गर्छ। 3D मटेरियल्स भनेको के हो त भन्ने बारेमा म यहाँहरुको अगाडि बताउन गइरहेको छु। 3D मटेरियल्स भन्ने बित्तिकै डिजिटल ऑब्जेक्ट्स that can be rotated, zoomed or explored। सो यसले चाहिँ नि 3D मोडल्स, AR, VR कन्टेन्टहरु पनि समावेश गर्ने गर्छ। AR भनेको अगमेन्टेड रियालिटी, VR भनेको चाहिँ हाम्रो भर्चुअल रियालिटी अनि अगमेन्टेड रियालिटीमा चाहिँ नि यसले चाहिँ डिजिटल अब्जेक्ट्सहरुलाई चाहिँ रियल वर्ल्डसँग जोड्ने गर्छ भने अनि यो चाहिँ हाम्रो फोन अनि हाम्रो ट्याब्लेटहरु प्रयोग गरेर हामीले बनाउने गर्छौं डिजाइनहरु। र VR भन्ने बित्तिकै यसले चाहिँ नि रियल वर्ल्डलाई भर्चुअल वर्ल्डसँग चाहिँ रिप्लेस गर्ने काम चाहिँ गर्ने गर्छ। यो विशेष गरेर हाम्रो भर्चुअल रियालिटी डिजाइन चाहिँ हाम्रो गेम्सहरु बनाउँदाखेरि विशेष प्रयोग गर्ने गर्छौं। किन भन्दा तपाईहरुले पनि देख्न सक्नुहुन्छ विभिन्न बालबालिकाहरुले गेम्सहरु खेलिराख्नु भएको हैन, जस्तो पबजी भयो अनि त्यसपछि फ्री फायरहरु अनि उनीहरुलाई चाहिँ नि त्यो खेल्ने बेलामा रियल वर्ल्डबाट उनीहरुलाई छुट्टै दुनियाँमा आफू गएको जस्तो अनुभूति उनीहरुले गर्ने गर्छ गेमहरु खेल्दाखेरि। र अर्को भनेको हाम्रो हेल्प्स लर्नर्स भिजुअलाइज कम्प्लेक्स कन्सेप्ट। अनि कुनै पनि गाह्रो विषयवस्तुहरुलाई चाहिँ नि हेरेर त्यो डिजाइनिङहरु हेरेर चाहिँ उनीहरुले सजिलै तरिकाले ती कुराहरुलाई बुझ्न सक्छन्। अथवा क्लासरुममा स्टुडेन्ट्सहरुलाई यदि हामीले जस्तो सोलर सिस्टमको बारेमा कुनै शेप एन्ड साइजेसहरुको बारेमा पढाइरहेका छौं भने उनीहरुलाई त्यो 3D डिजाइनको हेल्पले चाहिँ नि रियल वर्ल्डमा रियल एसेन्स दिने किसिमले चाहिँ उनीहरुलाई देखाएर हामीले उनीहरुलाई पढाउन सक्छौं ताकि उनीहरुले चाँडो सिक्न सक्छन्। अर्को छ हामीले क्लासरुममा चाहिँ कसरी यो 3D लाई अप्लाई गर्न सक्छौं भन्ने बारेमा म यहाँहरुलाई बताउन चाहन्छु। क्लासरुममा जस्तो म्याथ्सहरु पढाउँदाखेरि ज्योमेट्रिक, सोलिड
फिगर्सहरूलाई देखाउन सक्छौँ हामीले। त्यसै गरेर साइन्स पढाउँदाखेरि हामीले मोलिक्युल्सहरूलाई बनाएर डिजाइन गरेर अनि त्यसको बारेमा हामीले बताउन सक्छौँ। यसै गरेर इन्जिनियरिङ क्लासहरूमा चाहिँ नि हामीले स्ट्रक्चरहरू डिजाइन गरेर होइन, किन भन्दाखेरि अब इन्जिनियरिङ गर्दाखेरि हामीले पुलहरू, घरहरू होइन बनाउने गर्छौँ। अनि त्यसको लागि चाहिँ हामीले डिजाइनहरू गर्नुपर्ने हुन्छ। अनि कस्तो देखिन्छ त त्यो हामीले सोचेको, इमेजिन गरेको कुरामा कस्तो देखिन्छ भनेर चाहिँ हामीले अनुभव गर्न सक्छौँ। त्यसै गरेर क्रिएटिङ क्यारेक्टर्स ओर प्रोटोटाइप्स इन आर्ट, अनि कुनै पनि जस्तो कार्टुनहरू हामीले देख्छौँ होइन, कुनै पनि रियल कुराहरूलाई त्यसलाई चाहिँ नि आर्टमा पनि हामीले कन्भर्ट गर्न सक्छौँ। हस् त, यहाँहरू सबैजनालाई ध्यानसँग सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको केही जिज्ञासा, केही कुराहरू छन् भने तपाईँहरूले राख्न सक्नुहुन्छ। थ्याङ्क यू।